राजीनामाले मात्र हुन्छ, राजीनामा दिएर मात्रै हुन्छ। जेल हाल्नुपर्छ, यिनीहरूलाई जेल हाल्नुपर्छ। भ्रष्टाचार रोक्न चाह्यो भने 5 दिनमा रोकिन्छ, 5 दिनमा भ्रष्टाचार रोकिन्छ। यो देशको प्रमुख छोरी मान्छे भयो भने आमाले एकदमै फिरो फारो गरेर पुर्याएर जोगाएर बचाएर जसरी घरमा बचाएर परिवारलाई राम्रो बनाउँछ त्यस्तै बनाउँछ देश। छोरी मान्छे यो देशको नेतृत्व लियो भने छोरी मान्छेले भन्ने आमाले धेरैजनाको ध्यान खिच्न सफल हुनुभयो हैन त। अनि यो देशको प्रधानमन्त्री पनि हुनुभयो। प्रधानमन्त्री चाहिँ कसरी हुनुभयो भन्ने कुरो चाहिँ अलिकति हेक्का रहोस्। जो बालबालिकाको रगतको होली खेलेर प्रधानमन्त्री भएर उनीहरूको माग सम्बोधन कतिको गर्न सके या गर्न सकिरहेको छु भन्ने कुरो चाहिँ हेक्का रहोस्। अनि जसले भन्दै हुनुहुन्थ्यो यो देश चलाउनको लागि त्यतिकै हुन्छ, त्यो बोलेर फ्यार 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 बोलेर मात्रै हुन्छ, अनुभव चाहिन्छ, अनुभवी हुनुपर्छ। अनि यो देशको कानुन जानेको हुनुपर्छ, संविधान बुझेको हुनुपर्छ भन्नेहरूले पनि संविधान पढ्दै कानुन बुझ्दै बस है लठ्याप्रा। कानुनको पाना पाना पल्टाउँदै बसिराख। अब त्योभन्दा अर्को विकल्प केही पनि छैन। हर्क साम्बाङ बोल्नै जान्दैन, हर्क साम्बाङको बोल्ने तरिकै छैन। एउटा हुनुपर्छ, नेतामा हुने गुण हुनुपर्छ, देश चलाउने मान्छेको एउटा बोल्ने तरिका पनि हुनुपर्छ भन्नेहरू मिठो बोली चिप्ले बोलीले अब देश त फर्लक्कै बनाइदिएको हेरिहाल्यो। अब हेरिराख मिठो बोलीले कहाँसम्म चिप्ल्याउँदो रहेछ भन्ने कुरो। अब जेनजीको माग कहाँसम्म पुरा हुने भयो, कहाँसम्म पुरा भयो। अब कानुन र संविधान पढ्दै बस। अब अरू त्योभन्दा अरू के छ र। अनि थुक्क हर्क साम्बाङले भनेको ठिकै रहेछ। सही टाइममा सही मान्छे चाहिँ जानुपर्छ, त्यो ठाउँमा पुग्नुपर्छ, जो टेबल गर्नुपर्छ। जुन मागहरू छ, जेनजीको मागहरू छ, यो मागलाई चाहिँ टेबल गर्ने मान्छे हुनुपर्छ। त्यसको लागि म हो भन्ने कुरोहरू चाहिँ अहिले सुन्दै हो त रहेछ भन्दै बस्न। जुन बेला हर्क साम्बाङले भनिरहेको थियो यो नेतृत्व लिनलाई म तयार छु, म सक्छु, म गर्छु, किनभने यो अब जेनजीहरूको माग, अहिलेको जुन आन्दोलनको माग, यसलाई चाहिँ टेबल गर्नको लागि एउटा सक्षम मान्छे चाहिन्छ, जो म हो, म गर्न सक्छु भन्दा सबले खिल्ली उडायो प्रधानमन्त्री हुनलाई। यसलाई हतार, यसलाई सत्ताको लोभी देख्यो फर्लक्क आमैले पल्टाएर देखाइदिएको। हेर आमैको पल्टाएको। सत्य कुरा चाहिँ नबुझ्ने भेडाहरू। जुन बेला भनेको थियो नि यो कुरोहरू जो म्यान्डेट छ, जेनजीको मागहरू छ नि, यो म्यान्डेटलाई, यो मागलाई सम्बोधन गर्ने मान्छे ठाउँमा हुनुपर्छ, नत्र उसले गर्दैन है भनेर पहिले हर्क साम्बाङले जुन बेला भन्नुभएको थियो नि, त्यो कुरोहरू बेला चाहिँ दुनियाँ हर्क साम्बाङलाई होच्याउने काम गर्यो जजले कि अब आमाको पल्टाको हेर, फर्लक्कै पल्टाइदियो। त्यो हेर्दै गन्दै बस। अब त्यो आमाको हेर ल। अब अनुभवी आमाले कानुन संविधान सबै पढाइदिन्छ, त्यही पढ्दै बस भेडा हो। अब कानुन र कुन कानुन कुन संविधानमा लेखिएको छ अब यसरी मान्छे मार्न पाइन्छ, विद्यार्थीलाई मार्न पाइन्छ, अनि यो सबै आगजनी गर्न पाइन्छ भन्ने कुराहरू कहाँ लेखिएको छ, त्यो पढ्दै बस। अब आमाको हेर्दै, आमाले पल्टाउँदै देखाउँछ, तिमीहरू हेर्दै बस है भेडा हो। अब त्यति मात्र हो बाँकी, अरू के रह्यो बाँकी। हेर्दै बस। अब आमाले पल्टाउँदै जान्छ, तिमीहरू हेर्दै बस। हर्क साम्बाङले भनिरहेछ नि बार बार, मेरो कुरा बुझ्नु निकै समय लाग्छ है, ढिलो बुझ्छ मान्छेले, तर पछि बुझेपछि पश्चाताउँछ भनेको अब बुझ्दै होला। अब अनि आमाको पल्टाउँदै हेर्दै गर। अब कुरा बुझ्यो, हर्क साम्बाङको कुरा अहिले बुझ्दै होला।
के भनेको थियो भन्ने कुरो अब बुझिसकेपछि आमाको पल्टाउँदै हेर्दै गर। त्योभन्दा अर्को विकल्प छैन। संविधान र कानुन अहिले बनेको सरकार र संविधान र कानुनले बनाएको हो कि केले बनाएको हो कि कुन परिस्थितिले बनेको हो कि यो संविधान र यो कानुन पल्टाएर हेर्ने हो भने यो कानुन संविधान मुताबिक हो भनेदेखि कसरी भयो आमा यो प्रधानमन्त्री कसरी भएको छ, यो कुन कानुन अन्तर्गत हुनुभयो। पल्टाउँदै बस, हेर्दै बस। आमाले 5 दिनमा भ्रष्टाचार रोक्न चाह्यो भने 5 दिनमा हुन्छ भन्दाखेरि पर टाली पड्काउनेहरू थुप्रो थिए। अब सामाजिक सञ्जालमा पनि समर्थन गर्ने थुप्रै थियो। कति दिन पो भयो, महिना दिन पो हुन आँटिसक्यो। त्यो 5 दिन भनेको कति दिन हो? अनि यो यसरी गोली चलाउनेहरूलाई यो ओलीले राजीनामा मात्र दिएर हुन्छ, जेल हाल्नुपर्छ जेल भन्ने मान्छे प्रधानमन्त्री भयो। अब जेल कता हाल्यो, कुन जेलमा हाल्यो, कताको जेलमा हाल्यो हो नि, यो चाहिँ हेर्नै बाँकी भयो कि कुन जेल छ। नयाँ जेल खोल्यो होला, त्यो देखिएन। नयाँ जेल खोलेको होला र देखिएन। हावामा मिठो मिठो बोलेर मिठो बोलीमा लटिने भेडाहरू उस्तै। हर्क साम्पाङ जे बोल्छ तितो बोल्छ तर सत्य बोल्छ। यति चाहिँ बुझ के भेडा हो। जसले बुझिरहेको छैन नि भेडाहरूले, यति चाहिँ बुझ। हर्क साम्पाङले जे बोल्छ तितो बोल्छ, खरो बोल्छ तर त्यो सत्य बोल्छ। अनि जे बोल्छ त्यो गर्छ के अरे हर्क साम्पाङले। एउटा बोलेर अर्को गर्दैन, जे बोल्छ त्यो गर्छ। भेडाहरू बुझ अब।